एउटा कथा सुनाउँछु है त म तपाईँहरूलाई आज। एकजना राजा हुनुहुन्थ्यो अरे। उहाँले चाहिँ सबैजनालाई चाहिँ हरेक दिन केही न केही चाहिँ बाँड्नुहुन्थ्यो अरे। जो पनि आउँछ उसलाई चाहिँ खाली हात नपठाउने, सबैजनालाई भरिपूर्ण बनाएर पठाउने। अनि एक दिन एउटा भिखारीले चाहिँ के सोचेछ भने, यो राजाले त यति धेरै मान्छेहरूलाई बाँड्छ, यसको चाहिँ कहाँबाट आउँछ त यति धेरै पैसाहरू? राजासँग चाहिँ सोध्नु पर्यो कसरी चाहिँ उहाँले चाहिँ कहाँबाट चाहिँ यति धेरै धन सम्पत्तिहरू प्राप्त गरिराख्नु भएको छ भनेर सोध्नु पर्यो भनेर चाहिँ एक दिन बिहानै आएछ। अनि त्यो दिन पालेले चाहिँ के भनेछ भने, राजा कहाँ हुनुहुन्छ भनेछ। राजा त अहिले मन्दिरमा हुनुहुन्छ, पूजा गरिराख्नु भएको छ भन्नुभएछ अरे। म पनि भेट्न चाहन्छु राजालाई, म भेट्न सक्छु भन्दाखेरि, हुन्छ भेट्नु, तर चाहिँ अगाडि नजानु, पछाडि बसेर चाहिँ हेर्नु है त भनेछ। हुन्छ, मेरो पनि काम छैन अगाडि बस्ने, त पछाडि नै बस्छु भनेर गएछ अरे। अनि त्यतिखेर राजा चाहिँ पुरा मन्दिरमा चाहिँ ढोगिरहेको थियो। भन्दै थियो अरे, हे भगवान्, मलाई यति धेरै झोली भरिदेऊ कि मैले सबैको झोली भर्न सकौँ भनेर माग्दै थियो अरे। अनि त्यसपछि त्यो भिखारी चाहिँ कुरुक्क जुरुक्क उठेर गयो अरे। ए, राजा त स्वयं भिखारी रहेछ होइन, भगवान्सँग त मागिराख्दो रहेछ, भगवान्सँग मेरो झोली भरिदिनु भनेर माग्दो रहेछ। भनेपछि त्यही भएर आएको रहेछ। उसो भए म चाहिँ किन नमागौँ त, म पनि डाइरेक्ट भगवान्सँगै माग्छु भन्ने चाहिँ उहाँले सोच्नु भएछ, भिखारीले सोचेछ। अनि यसो विचार गर्दाखेरि के गरेछ भन्दाखेरि, राजाले चाहिँ हनुमानको चाहिँ पूजा गरिरहेको थियो। भनेपछि हनुमानको पूजा गरिरहेको थियो भनेपछि हनुमानको भक्त, हनुमान त फेरि रामको भक्त भयो। अनि भनेछ रामको भक्त हो, उसो भए हनुमान चाहिँ अलि विशेष खालको भक्त भएर हनुमानलाई चाहिँ अरूलाई भन्दा बढी दिएछ र त्यही अनुसारले चाहिँ उसले पनि राजालाई दिएछ भन्ने सोचेछ अरे। अनि त्यसपछि अब यसो विचार गर्दा फेरि रामको पूजा गर्ने कि भनेर सोचेछ अरे। अरे, राम पनि त फेरि शिवको पूजा गर्छ, शिवलिङ्गमा पूजा गर्छ उसले त। भनेपछि रामले फेरि शिवलिङ्गलाई पूजा गर्छ भनेपछि रामले पनि त फेरि शिवद्वारा नै केही त चिज प्राप्त गरेर नै उसको भक्तहरूलाई होइन दिने रहेछ त भनेर त्यसरी सोचेछ। अब किन म चाहिँ डाइरेक्ट परमात्मासँगै कनेक्ट नहुँ त भनेपछि, रामले पनि शिवलाई पुज्ने, अब रामले शिवलाई पुज्छ, हनुमानले रामलाई पुज्छ, राजाले हनुमानलाई पुज्छ भनेपछि यहाँ त सबैभन्दा सुप्रिम त को भयो त भन्दाखेरि शिव भएछ होइन। शिव, परमात्मा शिव जो चाहिँ निराकार हुनुहुन्छ, उहाँ नै हामीहरू सबै आत्माहरूको चाहिँ पिता हुनुहुन्छ। माता पिता भने पनि उहाँ नै हुनुहुन्छ। शरीरको माता पिता त हाम्रो छुट्टै छ होइन। ती आत्माहरूको जति पनि देवी देवताहरू हुनुहुन्छ, जति पनि आत्मा, देव आत्मा, महात्मा, धर्मात्मा, पुण्य आत्मा, पाप आत्मा, जति पनि आत्माहरू छन् तिनीहरूका चाहिँ सबैको पिता भनेको चाहिँ शिव परमात्मा हुनुहुन्छ, जो चाहिँ निराकार हुनुहुन्छ, जो चाहिँ जन्म मरणको चक्करमा आउनुहुन्न। किन हामी पनि डाइरेक्ट परमात्मासँगै कनेक्ट नजोड्ने त?